साथीहरू, ग्लोबल टेक्नोटिप्समा हार्दिक स्वागत छ। आज हामी नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा प्रकाशित गरिएको खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको पदपूर्ति सम्बन्धी सूचना ल्याएर आएका छौँ। सूचना प्रकाशित भएको मिति 2081 12 महिना 15 गते। यस प्राधिकरणमा आर्थिक वर्ष 2081-82 को असार मसान्तसम्म रिक्त हुन आउने देहायका सेवा समूह, उपसमूह तथा तहका पदहरूमा नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरूको सेवा शर्त तथा सुविधा सम्बन्धी नियमावली 2056 बमोजिम खुल्ला समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न लोक सेवा आयोगबाट सहमति प्राप्त भए अनुसार देहायको न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। रित नपुगेको र म्याद नागी आएको दरखास्त उपर कुनै कारबाही गरिने छैन। तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले प्राधिकरणको वेबसाइट www.caanepal.gov.np मा अनलाइन एप्लिकेसन फर्म प्रणालीबाट आवेदन दिनुपर्नेछ। विज्ञापनहरू यस प्रकार रहेका छन्। प्राविधिक सेवाको इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन टेक्नोलोजी इन्जिनियरिङ समूह अन्तर्गत तह 9 प्रबन्धक पदका लागि आजतर्फ 1 जना। प्रशासन सेवाको आर्थिक प्रशासन समूह अन्तर्गत 8औं तह उपप्रबन्धक पदका लागि महिलातर्फ 1 जना। प्रशासन सेवाको आर्थिक प्रशासन समूह अन्तर्गत राजस्व उपसमूहमा 8औं तह उपप्रबन्धक पदका लागि खुल्लातर्फ 1 जना। प्राविधिक सेवाको एयर ट्राफिक सर्भिसेस समूह अन्तर्गत 8औं तह उपप्रबन्धक पदका लागि अपाङ्गतर्फ 1 जना। प्राविधिक सेवाको इलेक्ट्रोनिक्स एन्ड टेलिकम्युनिकेसन इन्जिनियरिङ समूह अन्तर्गत 8औं तह उपप्रबन्धक पदका लागि खुल्लातर्फ 1 जना। प्राविधिक सेवाको एयर ट्राफिक सर्भिसेस समूह अन्तर्गत 7औं तह वरिष्ठ अधिकृत पदका लागि खुल्लातर्फ 22 जना, महिलातर्फ 6 जना, आजतर्फ 5 जना, मधेसीतर्फ 4 जना, दलिततर्फ 1 जना, अपाङ्गतर्फ 1 जना र पिछेतर्फ 1 जना गरी जम्मा 40 जना। त्यसैगरी प्राविधिक सेवाको एभिएसन फायर सर्भिसेस समूह अन्तर्गत 7औं तह वरिष्ठ अधिकृत पदका लागि खुल्लातर्फ 1 जना, महिलातर्फ 1 जना गरी जम्मा 2 जना। त्यसैगरी प्राविधिक सेवाको इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ तर्फ 7औं तह वरिष्ठ अधिकृत पदका लागि खुल्लातर्फ 2 जना, महिलातर्फ 1 जना गरी जम्मा 3 जना। त्यसैगरी प्राविधिक सेवाको सिभिल इन्जिनियरिङ समूह अन्तर्गत 7औं तह वरिष्ठ अधिकृत पदका लागि खुल्लातर्फ 1 जना, आजतर्फ 1 जना गरी जम्मा 2 जना। प्राविधिक सेवाको मेकानिकल इन्जिनियरिङ समूह अन्तर्गत 7औं तह वरिष्ठ अधिकृत पदका लागि खुल्लातर्फ 1 जना, मधेसीतर्फ 1 जना गरी जम्मा 2 जना। त्यसैगरी प्राविधिक सेवाको एयर वर्दिनेस समूह अन्तर्गत 7औं तह वरिष्ठ अधिकृत पदका लागि खुल्लातर्फ 1 जना, दलिततर्फ 1 जना गरी जम्मा 2 जना। त्यसैगरी प्राविधिक सेवाको 7औं तह वरिष्ठ अधिकृत पदका लागि खुल्लातर्फ 2 जना, महिलातर्फ 1 जना, मधेसीतर्फ 1 जना गरी जम्मा 4 जना। त्यस्तै प्राविधिक सेवाको आइटी समूह अन्तर्गत 7औं तह वरिष्ठ अधिकृत पदका लागि खुल्लातर्फ 1 जना। त्यस्तै प्रशासन सेवाको प्रशासन उपसमूह अन्तर्गत 6औं तह अधिकृत पदका लागि खुल्लातर्फ 2 जना, मधेसीतर्फ 1 जना गरी जम्मा 3 जना। त्यस्तै प्रशासन सेवाको आर्थिक प्रशासन समूह अन्तर्गत राजस्व उपसमूहमा 6औं तह अधिकृत पदका लागि खुल्लातर्फ 1 जना। त्यस्तै प्रशासन सेवाको आर्थिक प्रशासन समूह अन्तर्गत चार्टर्ड एकाउन्टेन्ट उपसमूहमा 6औं तह अधिकृत पदका लागि खुल्लातर्फ 1 जना। त्यस्तै प्रशासन उपसमूह अन्तर्गत 5औं तह वरिष्ठ सहायक पदका लागि खुल्लातर्फ 1 जना, महिलातर्फ 1 जना, मधेसीतर्फ 1 जना गरी जम्मा 3 जना। त्यस्तै आर्थिक प्रशासन उपसमूह अन्तर्गत लेखातर्फ 5औं तह वरिष्ठ सहायक पदका लागि खुल्लातर्फ 2 जना। त्यस्तै प्राविधिक सेवाको एभिएसन फायर सर्भिसेस अन्तर्गत 5औं तह वरिष्ठ सहायक पदका लागि खुल्लातर्फ 1 जना। त्यस्तै प्राविधिक सेवाको 5औं तह वरिष्ठ सहायक पदका लागि खुल्लातर्फ 4 जना, महिलातर्फ 1 जना, आजतर्फ 1 जना, मधेसीतर्फ 1 जना गरी जम्मा 7 जना। त्यस्तै प्राविधिक सेवाको इलेक्ट्रिकल इन्जिनियरिङ समूह अन्तर्गत 5औं तह वरिष्ठ सहायक पदका लागि खुल्लातर्फ 2 जना। त्यस्तै प्राविधिक सेवाको मेकानिकल इन्जिनियरिङ समूह अन्तर्गत 5औं तह वरिष्ठ सहायक पदका लागि खुल्लातर्फ 1 जना, महिलातर्फ 2 जना गरी जम्मा 3 जना। त्यस्तै प्राविधिक सेवाको एभिएसन एन्ड फायर सर्भिसेस समूह अन्तर्गत 4थो तहको सहायक पदका लागि खुल्लातर्फ 17 जना, महिलातर्फ 4 जना, आजतर्फ 3 जना, मधेसीतर्फ 3 जना, दलिततर्फ 2 जना, पिछेतर्फ 1 जना गरी जम्मा 30 जना। त्यस्तै प्राविधिक सेवाको मेकानिकल इन्जिनियरिङ समूह अन्तर्गत 4थो तह सहायक पदका लागि खुल्लातर्फ 1 जना, महिलातर्फ 1 जना गरी जम्मा 2 जना। त्यस्तै दरखास्त दस्तुर सम्बन्धी विवरण यहाँनिर उल्लेख गरिएको छ। परीक्षा दस्तुर बापत तह 9 र 8 को लागि रु 1600, तह 7 र 6 को लागि रु 1200 तथा तह 4 र 5 को लागि 600 हुनेछ। समावेशी समूहमा दरखास्त पेश गर्ने उम्मेदवारले प्रत्येक थप समूहको लागि सम्बन्धित तहको लागि तोकिएको दस्तुरको 50% थप दस्तुर समेत बुझाउनु पर्नेछ। समावेशी समूहमा मात्र दरखास्त पेश गर्ने उम्मेदवारले खुल्ला सरहको दस्तुर बुझाउनु पर्नेछ। त्यस्तै दरखास्त दिने अन्तिम मिति 2082 1 महिना 4 गते र दोब्बर दस्तुर तिरी 2082 1 महिना 11 गतेसम्म। दरखास्त दिने अन्तिम मिति 2082 1 महिना 4 गतेपछि प्राप्त हुने शैक्षिक योग्यता, समावेशिताको प्रमाणपत्र, परिषद दर्ता प्रमाणपत्र,
तालिम अनुभव र सेवा अवधि मान्य हुने छैन। लिखित परीक्षा लोक सेवा आयोगबाट सञ्चालन हुनेछ। लिखित परीक्षाको सम्पर्क मिति पछि तोकिनेछ। दरखास्त दिने अन्तिम मितिसम्म सहायक स्तरको लागि 18 वर्ष र अधिकृत स्तरको लागि 21 वर्ष पूरा भई पुरुषको हकमा 35 वर्ष र महिला तथा अपाङ्गको हकमा 40 वर्ष ननागेको हुनुपर्नेछ। 8औं तह र सोभन्दा माथिको पदको हकमा 40 वर्ष ननागेको हुनुपर्नेछ। त्यस्तै प्राधिकरणका बहालवाला कर्मचारीहरूलाई उमेरको हद लाग्ने छैन। यहाँनिर अन्य केही क्ल्यारिफिकेसनहरू दिएको छ, तपाईहरु हेर्न सक्नुहुन्छ। यसमा उल्लेखको सबै विवरणहरू हेरेर तपाईहरुले अगाडि बढ्न सक्नुहुनेछ। विज्ञापन सम्बन्धी थप जानकारी चाहिएमा प्राधिकरणको प्रधान कार्यालयको प्रशासन विभागको टेलिफोन नम्बर 0153624116 को एक्सटेन्सन नम्बर 309 मा बुझ्न सकिनेछ। साथीहरु, विज्ञापनको विवरण यति नै रहेको छ। तपाईहरु पनि लोकसेवा आयोगको तयारीमा जुट्नु भएको छ र नेपाल नागरिक उड्डयन प्राधिकरणमा इन्ट्रेस्टेड हुनुहुन्छ भने यो विज्ञापनमा तपाईहरुले अनलाइन मार्फत अप्लाई गर्न सक्नुहुनेछ। तपाईहरुको एक्जामको लागि बेस्ट अफ लक भन्दै अहिले छुट्टिन्छौं। धन्यवाद। साथीहरु, भिडियो मन पर्यो भने लाइक गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गरिदिनु होला, साथै आफ्नो मनमा केही लागेको छ भने कमेन्ट बक्समा छोड्नु होला। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद।